लामो प्यासेज क्वेसन अन्तर्गत आज म किम्ची कोरियाको एउटा खानाको साइड डिस अथवा अचारको बारेमा यो प्यासेज लिएर आएको छु। राम्रोसँग ध्यान दिएर सुन्नुहोला। 김치는 한국의 전통 발효식품입니다 भनेको छ। किम्ची चाहिँ कोरियाको परम्परागत यो सडाएर बनाउने या धेरै समय राखेर यसको रूप नै परिवर्तन गरी बनाउने खालको चाहिँ यो जसले हामी फार्यो सिक भन्छौँ, सिक्फुमइम्निदा भनेको छ। यो फर्मेन्टेड खाना हो, एक प्रकारको फर्मेन्टेड खाना हो। सोगुमे छरिन फेचुना, यो नुनमा राखिएको भिजाइएको अथवा नुनले मोलेको फेचु अथवा मोदुङ्गुल, मुला आदि इत्यादि हरू चाहिँ खोचुक खारु, खुर्सानीको धुलो, फा, हरियो प्याज र मानल दुङ्गे, मानल जस्ता याङन्यम भनेको त्यस्तो खालको चिजहरूमा चाहिँ मसलाजन्य त्यस्तो चिजहरूमा चाहिँ फमुलिन भनेको चाहिँ मिसाइएको, घोलिएपछि फमुरिन थुई घोलिसकेपछि फार्यो सिख्य मान्दुम्निदा यसरी चाहिँ बनाइन्छ, मिलाएर चाहिँ मिक्स गरेर बनाइन्छ। 한국의 국민 음식 가운데 중에 하나로 कोरियाको एउटा राष्ट्रिय खानाको रूपमा चाहिँ एउटा हानारो यज्ञ जिम्निदा एउटा मानिन्छ। 한국 शिक्षा에서 कोरियन खाना मध्येमा हो, 한국 शिक्षा에서 कोरियन खाना मध्येमा खाना खाँदाखेरि त्यसमध्येमा चाहिँ पाजिजी आनन फुसिगिम्य यो छुट्नै नहुने एउटा तरकारी हो, एउटा साइड डिस हो, सहायक तरकारी हो। छिबाङे तारा क्षेत्र अनुसार चाहिँ छेर्यु वा छोरी फाङफबे, क्षेत्र अनुसार चाहिँ यसको सामग्री तथा छोरी फाङफब र पकाउने बनाउने तरिका ए तारा अनुसार चाहिँ मानन छोङन्युगा इस्मिदा धेरै प्रकारका छन्। भनेको किम्ची चाहिँ सबै एउटै खालको हुँदैन, क्षेत्र अनुसार र त्यसमा राख्ने चिज अनुसार बनाउने तरिका पनि फरक फरक खालको छ, धेरै प्रकारको किम्चीहरू छन्। 다양한 한국 요리에 विभिन्न खालको कोरियन खानामा 요리에 식재료로 भनेको यो एउटा चाहिँ खानाको एउटा सामग्रीको रूपमा चाहिँ 식재료로 भनेको छ, खानाको सामग्रीको रूपमा सायुङ थ्वेगिदो हाम्निदा प्रयोग हुने पनि गर्छ। किम्ची आफैमा एउटा खानेकुरा त भयो नै भयो, तर अन्य खानाहरू बनाउँदा पनि किम्ची राखेर बनाउने चिजमध्ये को खानाहरू धेरै छन्, अथवा यसरी किम्ची नै राखेर बनाउने अन्य खानाहरू पनि धेरै छन्, जस्तो किम्ची छिगे हो, अरू अरू कुराहरू धेरै छन् यस्तै। किम्ची चाहिँ ओलम्पिक गेम हो, त्यसै गरी एसियन गेमहरू र फिफा वर्ल्ड कप जस्तो कार्यक्रमहरूमा चाहिँ खोङसिक छिजङ भनेको छ। यो चाहिँ खानुपर्छ भनेर त्यो त्यहाँ चाहिँ एउटा तोकिएको भनौँ न, एक हिसाबले तोकिएको सिक्फुम इगिदो हामिदा, यस्तो वर्ल्ड कप गेमहरूमा पनि यो खानुपर्छ भनेर भनेको एउटा खाना, कोरियन खाना चाहिँ मध्येमा पर्छ यो भनेको हो। अप्सनहरूमा जाउँ। अप्सन नम्बर 1 मा छ किम्ची छोङन्युगा मानास, किम्चीको प्रकारहरू धेरै भएर शिक्षा यस खानामा पाजिजी आन्नन फुसिगिम्निदा। भन्न खोजेको के हो भने किम्चीको प्रकारहरू धेरै भएको कारणले भएर शिक्षा यस पाजिजी आन्नन फुसिगिम्निदा खानामा एउटा छुट्नै नहुने एउटा तरकारी हो भन्छ। धेरै भएको कारणले छुट्नु हुन्न भन्ने चाहिँ अलि नहोला, नमिल्ला। अप्सन नम्बर 2 किम्चीनन ओलम्पिक आसिया गेमएनन, ओलम्पिक एसिया गेमहरूमा चाहिँ उइमु जगुरो भनेको छ। यो चाहिँ एक हिसाबले नियमित रूपमा भन्छ, अनिवार्य रूपमा भनौँ न, उइमु जगुरो अनिवार्य रूपमा, फान्छानुरो अनिवार्य रूपमा हुनुपर्ने फान्छानको रूपमा मक्सुम्निदा भन्छ। त्यो पनि अनिवार्य रूपमा हुने होइन, त्यो खालको गेमहरूमा पनि
यो चाहिँ खानु होला भनेर राखिएको तोकिएको एउटा खाना हो भन्ने अर्थ हो। नम्बर 3 खिम्चिनन सोगुम फेछु खोचुखारु फा मानुल दुङ्गुल याङन्यमुल। यसमा चाहिँ याङन्यम हो, यो चाहिँ याङन्यम यस्तो चिजहरू राखेर हो, चिजहरू राखेर याङन्यमे भनौँ, याङन्यमे हाप्छ्यस भनेको घोलेर जोडेर मिसाएर मान्दमनिदा। किम्ची चाहिँ यो नुन फेचु खोचुखारु खुर्सानीको धुलो फा मानुल आदि इत्यादि सामग्रीहरूमा याङन्यमे मसला आदि इत्यादिको चाहिँ मसलाहरूमा चाहिँ हाप्छ्यस मिलाएर चाहिँ बनाइन्छ भनेको सायद यही मिल्न सक्छ। नम्बर 4 हेरौँ। किम्ची मान्दुनुन फाङफोबी किम्ची बनाउने तरिका खान्दानेस सजिलो भएर साधारण खालको भएर थेपुबुन धेरै जसो सारामदुरी मानिसहरूले किम्चीरुल फान्मेआम्निदा किम्ची बेच्ने गर्दछन् भनेको छ। यो पनि होइन, नम्बर 3 को चाहिँ सही उत्तर हुन्छ। किम्ची नुन सोगुम फेचु खोजुखारु, किम्ची चाहिँ नुन फेचु खोजुखारु फा मानुल दुङ्गुल आदि इत्यादि याङन्यमे हाप्छ्यस त्यस्तो मसलाहरूमा राखेर चाहिँ घोलेर मान्दमनिदा बनाइन्छ। र म अर्को नेक्स्ट प्याराग्राफ अर्को भिडियोमा लिएर आउनेछु कुनै एउटा टपिकमा। त्यति बेलासम्मको लागि चाहिँ मसँग जोडिएर बस्नुहोला। थ्याङ्क यू।